नमस्कार साथीहरू, तपाईलाई मैले इन्डियादेखि नेपालमा फोन पेबाट कसरी पैसा पठाउन सकिन्छ यसको बारेमा बताउन गइरहेको छु। इन्टरनेसनलको आइकनलाई थिच्नुहोस्, त्यसपछि युपिआई इन्टरनेसनललाई थिच्नुहोस्, त्यसपछि अकाउन्टलाई एक्टिभेट गर्नुपर्छ। एक्टिभेटमा थिच्नुहोस्। एक्टिभेट भएपछि तपाईलाई चाहिँ सक्सेसफुलको मेसेज यसरी सो हुन्छ। त्यसपछि चाहिँ तपाईले माथि राइट साइडमा कर्नरमा टर्म एन्ड कन्डिसन छ, युपिआई इन्टरनेसनल भनेर, यसको बारेमा रिड गर्न नभुल्नु होला। यसमा चाहिँ कसरी पैसा पठाउने हो, कति पैसा पठाउने हो, कुन माध्यमबाट पैसा पठाउने हो यसको बारेमा बताइरहेको छ। फेरि तपाईले सुरुदेखि फोन पेलाई ओपन गर्नुपर्छ। त्यसपछि स्क्यानरद्वारा स्क्यान गर्नुहोस् जुन अकाउन्टमा तपाईले पैसा पठाउन चाहनुहुन्छ। यहाँ तपाईको अकाउन्ट होल्डर जसलाई पैसा पठाउने उपर माथि नाम छ, तल एनपिआर कति पैसा पठाउने हो त्यो अमाउन्ट फिल गर्नु होला। जसरी मैले 10 रुपैयाँ फिल गरेको छु। यो 6 रुपैयाँ 25 पैसा आइसी हो जो यहाँ इन्डियाको अकाउन्टबाट डिडक्ट हुन्छ। त्यसपछि चाहिँ यहाँ अकाउन्टहरू सो भएका छन्। 6 रुपैयाँ 25 पैसा काट्ने हो, अरू अकाउन्ट पनि छन् जुन अकाउन्ट पनि सिलेक्ट गर्न सक्नुहुन्छ। त्यसपछि पे नाउमा क्लिक गरेर अगाडि बढ्नुहोस्। यो भएपछि तपाईले सक्सेसफुलको मेसेज यसरी सो हुन्छ, पेमेन्ट सक्सेसफुल भनेर। जसरी कुन अकाउन्टमा पैसा गयो भनेर यो तपाईले देख्न सक्नुहुन्छ। यो भइसकेपछि तपाईले यसको स्क्रिनशट लिन सक्नुहुन्छ। और नेपालमा जसलाई तपाईले पेमेन्ट गर्नुभयो उसको मेसेजको स्क्रिन पनि देख्न सक्नुहुन्छ तपाईले। धन्यवाद।